लाइटको मास हुन्छ कि हुन्न त? लाइटको मास हुन्छ या हुन्न? कन्फ्युजिङ क्वेसन है। लाइटको मास हुन्न, किनभने लाइट आइन्स्टाइनको अकर्डिङ पनि जनरल रिलेटिभिटी थ्योरीको अकर्डिङ पनि कुनै पनि चिज लाइटको स्पिडमा ट्राभल गर्नको लागि मतलब 2997925 मिटर पर सेकेन्ड यो स्पिडमा ट्राभल गर्नको लागि पनि त्यसको मास 0 हुनुपर्छ क्या। त्यसै कारणले लाइटको मास हुँदैन, तर मोमेन्टम चाहिँ हुन्छ है। मोमेन्टम कसरी हुन्छ भन्ने कुरा होला। मोमेन्टम भनेको के हो? इनर्जी अपन भेलोसिटी। इनर्जी भनेको लाइटको इनर्जी भनेको एच न्यू, त्यो तपाईँहरूले पढ्नु भएको होला। एच भनेको प्लाङ्क कन्स्ट्यान्ट, न्यू भनेको चाहिँ फ्रिक्वेन्सी हो। यसरी चाहिँ लाइटको मोमेन्टम हुन्छ तर मास हुँदैन। तर लाइटको पनि रेस्ट मास चाहिँ 0 हुन्छ, तर मुभिङ मास चाहिँ हुन्छ है। फेरि रेस्ट मास चाहिँ 0 हुन्छ।